हेलो गुड मर्निङ छ चलो सबैजना मेरो साथीभाइहरूलाई। अनि आज पनि फेरि बिहान आज चाहिँ अलिकति ढिलो उठाइ भएछ कि साथीभाइ। अन्त अब चाहिँ चिया बनाएर है, चिया बनाएर ब्रेकफास्ट बनाएर चाहिँ त्यहाँबाट खाएर फेरि ड्युटीतर्फ लाग्नुपर्छ। सो गाइज मेरो चाहिँ अब ब्रेकफास्ट पनि बनिसकेको छ हो। त्यही त हो, हामी त अब कोही बेला पहिला अस्ति विन्टरमा चाहिँ भात उपार्थेँ हो। अन्त त्यो भात फ्राइड राइस बनाएर खान्थेँ। अब अहिले गरममा त गनाउँछ कि, अन्त त्यही भएर आजकल अन्त पास्ता ल्याउँछु हो। पास्ता खुवाइ हुन्छ। आज चिया कति दिन भयो म चिया हतपत खाँदिनँ नि त बिहान उठेर कि, अन्त त्यही भएर ल है त गाइज अब ब्रेकफास्ट पनि सक्यो हो। अब काम गर्नुपर्छ एकछिन, घरको लुगासुगा धुनुपर्छ। त्यसको बादमा फेरि कन्टेन्ट बनाउनु छ, रिल्सहरू बनाउनु छ है। के गर्नु, फेसबुकको लागि गर्दै नै पर्ने रहेछ, फेसबुकमा हाल्नै पर्ने रहेछ एउटा रिल्स एउटा भिडियोजहरू हो डेली। अन्त त्यसैले गर्दा अब ठिकै छ, जे होस् लाइफ इङ्गेज भइरहेको छ। यता खेरो चाहिँ गएको छैन हो। अब बिहान उठ्यो, ब्रेकफास्ट बनायो, त्यहाँबाट कामसाम गऱ्यो, फेरि फेसबुकमा इङ्गेज भयो, भिडियो बनायो हो। कन्टेन्टहरू बनाउँदा अब कन्टेन्ट बनाउँदै नभनेको पनि 20 मिनट आधी घन्टाहरू लागिहाल्छ कन्टेन्टहरू बनाउँदा। सर्ट भिडियोज अब लङ भिडियोहरू बनाउनु पऱ्यो भने त अझै अब लाग्छ। अब त्यसमा त झन् 1.5 घन्टा 2 घन्टा राम्रो लाग्छ हो। अन्त अब यो सर्ट भिडियोजमा चाहिँ त्यस्तो टाइम लाग्दैन, आधी घन्टा म्याक्सिमम् 45 मिनट्समा त अब कम्प्लिट हुन्छ। अब एडिटिङ गर्दा चाहिँ अलिकति टाइम लाग्छ हो। अन्त त्यसमा चाहिँ अब एडिटिङमा अलिकति टाइम लाग्छ। ल त गाइज अब चाहिँ उठेर म चाहिँ कामसाम गर्ने हो है। सबैजना तपाईँहरू पनि काम गर्नुहोस्, एकछिन मजाले घरको कामहरू गर्नुहोस् हो। त्यसको बाद फेरि भेटौँला है त। ओके, गुड डे, ह्याभ अ गुड डे गाइज, बाई बाई।